भाइको एउटा सङ्घर्ष देखाउन गइरहेको छु। भाइ के छ तपाईँको खबर? ठीक छ दाइ। भाइ नेपाली जस्तो देखिनुहुन्छ होइन, मैले नेपालीमै सोधेँ होइन। अनि तपाईँ जापान आएको कति भयो भाइ? 2 वर्ष भइसक्यो दाइ। अनि भाइ तपाईँ जापान कुन भिसामा प्रवेश गर्नुभएको? स्टुडेन्ट भिसामा। यता क्यामेरालाई हेरेर भनिदिनु होला भाइ। स्टुडेन्ट अहिले यहाँ के गर्दै हुनुहुन्छ भाइ तपाईँ? होइन तरकारी ल्याएको छु दाइ, त्यही यसो घाँस झारपात त्यही उखालिरहेको छु। अनि यो यसलाई के भन्छ भाइ? के भन्छ यसले मलाई थाहा भएन। अनि तपाईँ कृषकलाई केही थाहा भएन? अनि भाइ यो मल कहाँ सरकारले उपलब्ध गराउँछ? हो यो त जानुपर्छ लिन। कति पर्छ होला भाइ एउटालाई? 100 को 1 बोरा पाइन्छ दाइ त्यहाँ। अनि तपाईँको यो खेती यहाँ छ नि सम्पूर्ण, कहाँसम्म हामीलाई एकचोटि बताइदिनुहोस् त भाइ। सब यो के त यो लागेको यो खुर्सानी, यो कर्कल्लो, यो भिन्डी, यहाँ काँक्रो पनि लाग्छ। काँक्रो यत्रो फलेछ यहाँ, आउनु हेर्नु। तपाईँले यो तरकारी बेचेर पनि अतिरिक्त आम्दानी गर्नुभएको छ भाइ? होइन दाइ, त्यहाँ खानालाई मात्रै हो। यत्रो धेरै तपाईँ एक्लैले खाइसक्नुहुन्छ भाइ? अनि भाइ सँगसँगै को बस्नुहुन्छ? मेरो साथी। अनि साथी पनि कहिले कहिले तपाईँलाई काममा सघाउन आउनुहुन्छ यहाँ? आउँछ साथी पनि बेला बखत आउँछ, टाइम पाएको बेलामा। भाइको यता मात्रै हो कि यता पनि छ? मैले धेरै देखिरहेको छु, यता पनि छ होइन? यता पनि रहेछ दाइ, तपाईँले हेराउँछु यहाँ। यहाँ यत्रो हेर्नु खुर्सानी लगाएको, यत्रो फलेछ, लौका छ, भान्टा पनि रहेछ है। एकदमै मेहनत गर्नुभएको रहेछ है भाइ। एकदम दाइ, मेहनत गरेपछि यस्तो फाल्छ कि हेर्नु खुर्सानी कस्तो फालिरहेछ। यस्तो टन्टलापुर घाममा भाइ अलिकति अप्ठ्यारो महसुस भएको छैन भाइ?